हेलो हेलो साथीहरू नमस्ते सबैजनालाई यहाँहरूलाई स्वागत छ मेरो टिकटक एन्ड युट्युब च्यानलमा। सबैजना मेरो युट्युब च्यानलमा गएर सब्स्क्राइब गर्नु होला, लाइक कमेन्ट गर्नु होला। मुना पौडेल छ नाम है त। अनि यहाँहरूलाई म आज एउटा सानो भिडियो देखाउन गइरहेको छु। आज म यहाँ के बयरको अचार बनाउन लागिरहेको छु हैन। बयरको अचार अब कसरी बनाउने के सामग्रीहरू राख्नुपर्छ त्यसमा म सबै हजुरहरूलाई बताउन देखाउन चाहन्छु। हेर्नु होला, भिडियो लामो भयो भने लास्टसम्म हेरिदिनु होला। सबैले लाइक कमेन्ट गर्नु होला है त। ल है साथीहरू, आज मेरो बयरको अचार बनाउने कार्यक्रम छ हैन। यहाँ बयर रेडी छ। यी बयरहरू यहाँ केलाएर धोएर क्यारेर यसलाई एकछिन घाममा सुकाएर ल्याएर राखेको छु, रेडी भएको छ। अनि यहाँ यी मरमसलाहरू रेडी छन् सबै। अनि यसमा यी अलिकति मेथी फुराउनु पर्छ, मेथी जिरा अनि तोरी यिनीहरू फुराएर अनि यो मरमसला यहाँ फुलो लगाउने सामानहरू छ, मसलाहरू छ। यहाँ चाहिँ तोरी छ, सेतो तिल अनि जुवानो, मिठा सोप सबै यहाँ भुटेर राखेको छु रेडी बनाएर। अब यसलाई मिक्सरमा पिनेर अनि फुलो लगाउनु पर्छ। अनि यता चाहिँ यहाँ कराई बसालेको छु ग्यासमा, कराई तातिरहेको छ। यहाँ अब कराईमा तेल राख्नु पर्यो। अनि मजाले तेल तातिसकेपछि यहाँ गेडागुडीहरू फुराएर अनि बयरलाई ओइरेर मजाले पकाउनु पर्छ। अनि यसमा चाहिँ अब हाम्रो गाउँघरतिर त खुदो पाइन्थ्यो, खुदो कि भेली लगाएर अनि खुदो भेलीमा अनि तेलमा यो बयर पकाएर अचार बनाउने हो के। अब गाउँघरको जस्तो सामान यहाँ त पाइँदैन। अब कस्तो बन्छ के गर्ने। अब खुदो नभए पनि मैले यहाँ यसमा चिनी राख्छु, थोरै चिनी राखेर यसो गुलियो अमिलो चट्ट बनाएर अचार बनाउनु पर्यो। खासै राख्नुपर्ने त छैन, बयरै आफै गुलियो छ छन त, मिठो छ बयर। ल है साथीहरू, यहाँ यो तेल तातेर रेडी भइसकेको छ। अब यसमा मैले मेथी फुराएँ, अब जिरा फुराएँ है त। तोरी राखेर यसलाई सरर यो बयर ओइरिनुपर्छ। यो बयरको अचार बन्दैछ, हेर्नु होला कस्तो बन्छ। ल हेर्नु साथीहरू, यहाँ अचार बनिरहेको छ। अब एकछिनमा रेडी हुन्छ। अब यहाँ मैले बेसार राख्छु अनि नुन राख्नु पर्यो। ल हेर्नु है साथीहरू, यो बयरको स्पेसल अचार रेडी भइसकेको छ। अब यो अचार कस्तो भयो यसो चाख्नु पर्यो है त। अब बयरको अचार रेडी भइसक्यो साथीहरू, म चाख्छु है त कस्तो भएछ। ठिक छ। यहाँहरूलाई धन्यवाद मेरो भिडियो लास्टसम्म हेरिदिनु भयो।